आज चाहिँ हामी जाँदैछौँ भैरवी मन्दिर सबैजना फ्यामिलीहरूसँग। हामी चाहिँ अटो बुक गरेर जाँदैछौँ अनि हामी अब भैरवीबाट राम्रो भ्यूहरू देखाउने छु। आज चाहिँ खास हाम्रो भाइको बर्थडे, उहाँको बर्थडे हो आज होइन। हामी चाहिँ सबै देख्न सक्नुहुन्छ हाम्रो बन्दी जाने बाटो, हाम्रो गाउँको बाटो चाहिँ एकदम डेभलप भएर होइन पिच छ। सबैजना आफ्नै सुरुमा हुनुहुन्छ। हाम्रो बुबा जाने उहाँ बहिनी निनी हुनुहुन्छ अगाडि हाम्रो उहाँ। हामी चाहिँ रमाइलो भ्यू हेर्दै जाँदैछौँ। यिनीहरू चाहिँ गीत भन्दै हिँडिरहेको अब त्यो हो र मेरो दिदी नेपाली लाउरे हो, मेरो दिदी नेपाली लाउरे हो, तिहारपछि ट्रेनमा जाने हो होइन। एउटा गीत जानेले चढाइ लान्छ डोलीमा। सायद अब हामी चाहिँ आइपुग्दैछौँ माहलो धादिङ। हामी चाहिँ फाइनली भैरवी स्कुलनेर चाहिँ आइपुग्यौँ। सायद राम्रोसँग देखाएको छैन, डाँडा काँडा बिचमा रहेको यो भैरवी मन्दिरबाट अब हामी मास्तिर लागिसक्यौँ भैरवी मन्दिर जानको लागि। तर यताको बाटो चाहिँ साह्रै नै कच्ची रहेछ। तर हाम्रो घरतिर भने बाटो एकदम पिच भएर राम्रो छ। हाम्रो घरमा आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। हाम्रो घर आउनसम्म तपाईँले मोटर बाइक लिएर आउनुहुन्छ भने मलाई सम्पर्क गर्नु, म नि सँगै आउँछु। उहाँसँग आउन सक्नुहुन्छ तपाईँ। त्यसरी जान चाहनुहुन्छ भने बाटो चाहिँ योबाट मास्तिर डाँडाबाट जानु पर्ने छ गुप्तेश्वरी। धादिङ भनेको यति राम्रो ठाउँ हो, यहाँ कुनै पनि मठ मन्दिरको कमी छैन। यदि जान चाहनुहुन्छ भने गुप्तेश्वरी भैरवी अनि अब हामी जाँदैछौँ, उकालो लाग्दैछौँ भैरवी मन्दिरको लागि। अहिले हामी ठिक्क बजारमा आइपुग्यौँ, सुनौला बजार ठिक्क। पहिला खास गरी हाम्रो धादिङको गोडा भनेकै यो अहिले सुनौला बजार मालधादिङमा थियो भने अहिले चाहिँ यहाँ थियो। यो अहिले हाम्रो इलाका प्रहरी कार्यालय यहाँ माहलो धादिङमा छ भने प्रहरी कार्यालय जिल्ला कार्यालय हाम्रो अहिले नजिकै बजारमा रहेको छ। पहिला हामी नागरिकताहरू